म अहिले काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित पशुपतिनाथ मन्दिरभित्र रहेको गोरखनाथ मन्दिरमा छु। तपाईहरु देख्न सक्नुहुन्छ गोरखनाथ मन्दिरको पशुपतिनाथ मन्दिरसँग ठुलो सम्बन्ध रहेको छ। गोरखनाथ मन्दिर गुहेश्वरी माता र पशुपतिनाथ मन्दिरको बीचमा रहेको छ। यहाँ पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनहरू यस मन्दिरमा पनि दर्शन गर्छन्। विशेष गरी साधु सन्त भक्तजनहरू यस मन्दिरमा दर्शन गर्छन् र गोरखनाथ शिव भक्त र योगीको रूपमा पनि परिचित हुनुहुन्छ। हामी देख्न सक्छौं यो भिडियोमा विभिन्न पम्पलेट्सहरू पनि वरिपरि टाँसिएको अवस्था छ। तपाईहरु देख्न सक्नुहुन्छ। यहाँ विशेष किसिमको पूजाआजाहरू पनि हुने गर्दछ। तपाईहरु देख्न सक्नुहुन्छ भिडियोमा र मन्दिरको कलाकृति पनि देख्न सक्नुहुन्छ। यहाँबाट हामी गुहेश्वरी माता मन्दिर दर्शन गर्न लाग्छौं भने यताबाट हामी पशुपतिनाथ मन्दिर तर्फ लाग्छौं। तपाईहरु देख्न सक्नुहुन्छ। धन्यवाद।